यदि नेपाली काङ्ग्रेससँगै साँच्चीकै भिजन थियो भने एउटा प्रश्न बारम्बार उठ्छ। पछिल्लो 10 देखि 15 वर्षमा त्यो भिजन किन व्यवहारमा देखिएन? भिजन भनेको चुनावको बेला मात्र प्रयोग हुने शब्द होइन, यो त शासन चलाउँदा देखिने नीति, निर्णय र नेतृत्वको साहस हो। नेपाली काङ्ग्रेसले यो अवधिमा पटक पटक सरकारको नेतृत्व गरे, तर जनताले अनुभूति गर्ने खालको सुधार देखेन। लामो समयसम्म सत्ता हातमा हुँदा पनि परिणाम नदेख्नु संयोग होइन, यो राजनीतिको असफलताको स्पष्ट परिणाम हो। काङ्ग्रेसको मुख्य एजेन्डाहरू यो भिडियो हेर्नुहोस्। प्रधानमन्त्री बनाइदिनुहोस्, म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपियाँ सबैलाई, 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री, त्यसमा जुन आइफोन चलाउने कि स्यामसङ चलाउने खोजी खोजीका, मोटरसाइकल चढ्ने मान्छेलाई वर्षको 100 लिटर तेल फ्री। म जतिको लोकप्रिय प्रधानमन्त्री कोही हुन्छ? यी कुराहरू कतिको सम्भव छ? देशमा यी कुराहरू गर्दा आर्थिक स्थिति कतिको छ र अन्य कुरा के आवश्यक छ? नेपाल र नेपाली जनतालाई कुन विषयलाई पहिलो प्राथमिकता दिने भने थाहा नहुनेलाई अब हामी जनताले कसरी भोट दिनुपर्ने र प्रधानमन्त्री बनाउनु पर्ने? पार्टीले आफू बदलिएको दाबी गरिरहँदा पनि व्यवहारमा त्यो देखेको छैन। आज नेपाली काङ्ग्रेसको सुधारको प्रतीकको रूपमा गगन थापाको नाम धेरै लिइन्छ। उनलाई फरक सोच, साहसी र प्रगतिशील नेता भनेर प्रचार गरिन्छ, तर नेतृत्व मूल्याङ्कन ब्रान्ड वा भाषणबाट होइन, समयमै लिएको अडानबाट हुन्छ। गगन थापा नयाँ नेता होइन, उनी लामो समयदेखि पार्टीभित्र, संसदमा र नीति निर्माणको केन्द्रमा छन्। त्यसैले थाहा थिएन भने तर्क हुँदैन। शेरबहादुर देउवाको जोडिएको सम्पत्ति र करप्सनका आरोप गोप्य थिएन। यी विषयहरूलाई मिडियामा रिपोर्ट भयो, चर्चामा आयो र नागरिकतामा फैल्यो। ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाल लगायत संस्थाहरूले पनि नेपालको राजनीतिक भ्रष्टाचार र सत्ताको दुरुपयोग निरन्तर प्रश्न उठाउँदै आएको छन्। यस्तो वास्तवमा पार्टीभित्र प्रभावशाली नेताहरूको मैन बसेर सामान्य मान्न सक्दैन। सिस्टमभित्र रहँदा फाइदा लिँदै जोखिम नलिने बाटो रोजियो। पद, पहुँच र भविष्य सुरक्षित राख्ने चाहनाले सत्य बोल्न साहस हरायो। अहिले छानबिन, मिडिया खुलासा र जन आक्रोशनपछि मात्र सुधारको भाषण बोल्न थाल्यो। यो साहस होइन, सुरक्षित कदम मात्र हो। साँचो लिडरसिप त्यो हो जसले बोल्दा घाटा हुन सक्छ भने थाहा हुँदा पनि सत्यको पक्ष लिन्छ। अन्याय भएर पनि चुपचाप बस्नु लिडरसिप होइन, कम्प्लेक्सिटी हो। सत्य थाहा पाएर चुपचाप रहनु बस्नु होइन, यो सिस्टम टिकाइराख्नु उपाय हो। कतिपय भन्छ चेन्ज मस्ट कम फ्रम विथिन पार्टी, तर आन्तरिक सुधार हुन सक्दैन पुरानो शक्ति संरचना जोगाउँदै नयाँ अनुहार देखाएर जनतालाई न्यू पोलिटिक्स बेच्नु वास्तविक सुधार होइन। जब नेताहरू वर्ष चुपचाप बस्छ र परिस्थिति सुरक्षित भएपछि मात्र बोल्छ, प्रश्न उठ्छ, साँचो परिवर्तन योजना हो कि सोचमा मात्र छ? नेपाली राजनीतिकमा सुधार भाषणको कमी छैन, कमी छ समयमा काम गर्नेको। जब सुधार छानबिन, सार्वजनिक दबाव र राजनीतिक पक्ष मात्र देखिन्छ, त्यो सुधार होइन, त्यो ड्यामेज कन्ट्रोल हो। जब बोल्नु सबभन्दा जरुरी थियो त्यति बेला किन चुप लाग्यो नेपाली काङ्ग्रेस? कमेन्ट गर्नुहोस् तपाईँहरू।